सो हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई अनदर भिडियो। सो आज चाहिँ म तपाईँहरूलाई एकदम नयाँ भिडियो लिएर भइसकेको छु र आज चाहिँ म दुलेगाउँमा छु होइन, रबिनको रुममा। र अहिले चाहिँ म घाम ताप्दैछु होइन। ब्याकग्राउन्डमा चाहिँ होइन एकदम बिहाको रौनक छ होइन। यहाँ चाहिँ नजिकै रबिनको रुम नजिकै चाहिँ पार्टी प्यालेस रहेको छ होइन। पार्टी प्यालेसमा चाहिँ आज बिहा रहेछ, अनि बाजाको डिस्टर्ब चाहिँ आइरहेको होला होइन, देख्न सक्नुहुन्छ। एकदम चन्टीहरू नाच्दै हुनुहुन्छ होइन। अनि अहिले चाहिँ म एकदम छतमा बसेर एकदम वरपरको भ्यू हेर्दैछु होइन, देख्न सक्नुहुन्छ। यो चाहिँ लिटल गार्डन स्कुल होइन। अनि देख्न सक्नुहुन्छ भुजीकोटको डाँडा पनि देख्न सक्नुहुन्छ, अनि भुजीकोटको टावर पनि देख्न सक्नुहुन्छ। त्यहाँ क्यामेरामा चाहिँ नि राम्रो आएको छैन होला। ओहो, बिहाको रौनकमा आन्टीहरू हिँड्नु हो होइन। अनि हाम्रो पृथ्वी हाइवे चाहिँ यहाँ अगाडि रहेको छ, अनि यो घरहरूले छेकेको छ। अनि हामी चाहिँ नि अब एकछिनमा चाहिँ नि होइन बाइक सिक्न जान्छौँ होइन। रबिनले चाहिँ नि अब लाइसेन्स झिक्नको लागि ट्रायल दिनको लागि चाहिँ नि एकदम बाइक सिक्दै हुनुहुन्छ। अनि एकछिनपछि हामी ट्रायलको लागि सिक्न जान्छौँ होइन, प्री ट्रेनिङ गर्न जान्छौँ होइन। रबिन चाहिँ उहाँ छ होइन, ऊ पनि एकदम मोटो भ्लगर बन्ने चाहिँ ठुलो सपना छ होइन। ऊ चाहिँ नि रबिन, उसको पनि युट्युब च्यानल छ रबिन मगर भ्लग्स, उसलाई पनि सब्सक्राइब गरिदिनु होला। र उसको सब्सक्राइबरहरू पनि मेरोमा आएर सब्सक्राइब गरिदिनु होला होइन। त्यही नै हो। यहाँ चाहिँ नि पार्टी प्यालेसमा एकदम रमाइलो भइरहेको छ भने होइन। यहाँ चाहिँ नि देख्न सक्नुहुन्छ फ्लावरहरूको फुलहरूको डेकोरेसन होइन। एकदम राम्रो फुलहरू लगाउनु भएको रहेछ, देख्न सक्नुहुन्छ। सो त्यही नै हो। अब हामी चाहिँ एकछिनमा ट्रायलको लागि सिक्न जान्छौँ होइन। ऊ चाहिँ नि एकदम बाजाको तालमा नाच्दैछ। अनि मैले चाहिँ आज बाइक चाहिँ नि उहाँ तल राखेको छु होइन, देख्न सक्नुहुन्छ मेरो बाइक देख्न सक्नुहुन्छ। रबिन भ्लग्स चाहिँ नि यहाँ एकदम छटपटाइरहनु भएको छ है। ऱ्याप पनि खतरा हान्नुहुन्छ होइन। एउटा ऱ्याप जाओस् न त ल सर। नाचिरहेको आज रहेछ 19 को बिहा। के गर्नु, भतेर खाना जानुहुन्थ्यो, भोक लाग्छ भोक लाखा। तर के गर्नु, गोजीमा दाम छैन, कसरी बस्नु त्यो भित्र। ऱ्यापरै बन्नुहुन्छ होइन, भविष्यको ऱ्यापर हो उहाँ चाहिँ होइन, सिङ्गर हो। सिङ्गर देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ नि भुजीकोटको टावर चाहिँ एकदम एक्लै देखिरहेको छ होइन। एकदम क्यामेरामा चाहिँ क्लियर आएको छैन, तर हामीले चाहिँ नि देखिरहेको छ होइन। एकदम त्यहाँबाट चाहिँ नि होइन, त्यो टावरबाट चाहिँ नि हामीले चाहिँ नि पोखराको भ्यू अनि दुलेगौडादेखि खैरेनीको भ्यू चाहिँ पुरा देखिन्छ होइन। यो चाहिँ नि लिटल गार्डन स्कुल भइहाल्यो होइन। यहाँ चाहिँ नि अघि बोर्ड लगाइराख्नु भएको थियो, अझै पनि बोर्ड लगाइराख्नु भएको छ। त्यही नै हो। आज चाहिँ नि हामी होइन यहाँ घाम तापेर चाहिँ नि हामी अब बाइक सिक्न गइन्छ होइन। रबिन मगर भ्लग्सले चाहिँ नि अब छिट्टै ट्रायल पास गरेर चाहिँ नि होइन मोटो भ्लग स्टार्ट गर्दैछ होइन। ल अब हामी चाहिँ नि होइन रबिन सरको ट्रायल सिक्नलाई चाहिँ जाँदैछौँ होइन। रबिन सर टक्क रेडी हुँदै जुत्ता सुत्ता कसदैछ होइन। अब जानुपर्छ होइन, टक्क बाइक स्टार्ट गरेर होइन। हेलमेट चाहिँ यहाँ छ, बाइक चाहिँ बाहिर राखेको छ होइन। अब मेरो आज कस्तो हान्छ उसले, बाइक चाहिँ मेरो उहाँ छ। त्यही नै अब ट्रायल सिक्ने ठाउँमा चाहिँ नि म तपाईँहरूलाई अब डाइरेक्ट उहाँ गएर चाहिँ भिडियो देखाउँछु। हाम्रो सरको प्रगति हेर्नुपर्छ है त आज। ल है त म ट्रायल सिक्ने ठाउँमै गएर देखाउँछु है त तपाईँहरूलाई। ओके सर। ल है त हामी निक्लिएको अहिले चाहिँ होइन। मेरो बाइक चाहिँ उहाँ छ। आज रबिन सरको प्रगति हेर्नुपर्छ है त। टक्क लगाएर देखाउँ न, अघि देखाएको होला है
है त साथीहरूले उहाँ गएर भेटौँला। ल हामी चाहिँ नि आइसकेको छौँ होइन ड्राइभिङ सेन्टरतिर। अब जानु पर्यो होइन। कस्तो हान्छ होइन आज सोल्टीको प्रगति चाहिँ हेर्नुपर्छ होइन, कस्तो हान्छ त आज है। हेरौँ अब रिसिङ ड्राइभिङ सेन्टर। यो चाहिँ नि हाम्रो पृथ्वी हाइवेको नजिकै छ, गल्सिना। यो चाहिँ मस्जिद भइहाल्यो, मस्जिदबाट थोरै भित्र रिसिङ ड्राइभिङ स्कुल हो नि त। यहाँ चाहिँ एकदम राम्रो सिकाउँछ होइन। गाडीहरू पनि राम्रो छ, नयाँ नयाँ छ होइन। देख्न सक्छ रिसिङ ड्राइभिङ सेन्टर। आज सरको चाहिँ नि हेर्नु पर्यो। आऊ छम्मालाई देखाउनु पर्यो अरे कि। ब्लगर हो नि त उहाँ त। अनि स्याबास। ओ दाजु बाहिर राख्नु कि बाहिरै? ओ गुड। रेस 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 छोडिदियो। अब ब्रेक हान बिस्तारै, धेरै अगाडि गयो है। हो सरले चाहिँ आज राम्रै हानिरहेछ। यो आज चाहिँ राम्रो हानेछ केटोले। हेड ठिक। साङ्गुरोबाट पनि गजब हाने है। स्याबास। रेस खै हो, उता नढल्काउने ह्यान्डल। गुड। ल सरको चाहिँ अब टाइम सकियो होइन। अब लास्ट राउन्ड हान्दैछ। हेरौँ लास्ट राउन्ड कस्तो हान्छ है त केटोले। रोक। किन आएको होला त्यो मान्छे? वहीँ रोक्न पर्दैन? लास्ट राउन्ड झन् बिगारे केटोले यार। लास्ट राउन्ड झन् बिगारे केटोले। यहाँ आइसी बल्ल रेस छोड, क्लोज लिऊ अनि ब्रेक हाल्नु। हो गुड। ल निकालिदेऊ अब भयो। ल उसको चाहिँ टाइम सकियो है त। अब निक्लिनुपर्छ हामी पनि। ल अहिले चाहिँ हामी निक्लियौँ है यहाँबाट। आज सोल्टीले ठिकै हान्यो। ट्रायल दिने बेलामा के गर्छ होइन। कस्तो लाग्यो? कन्फिडेन्स आयो आज?
मजा फेरि ल हामी चाहिँ यहाँबाट निक्लिसक्यो ओइ ल अब म चाहिँ नि जान्छु होइन उसलाई छोड्नु पर्छ कि छोडेर जानु पर्ला ल अहिले चाहिँ म खाजा खान आएको छु है खाजा खान आइसकेँ खाजा बन्दै छ ल छिटो छिटो बनाइदिनु त आन्टी भोक लाग्यो खाजा खान आइसक्यो है यहाँको बस्ने ठाउँ चाहिँ यस्तो स्ट्यान्डर अहिले फेरि त्यही नै हो आज चाहिँ खाएको मगाइसकेँ मैले अब खाजा साजा खाएर फेरि जानुपर्ने हुन्छ कामतिर अनि आज चाहिँ बेलुका उता मौरीवडातिर गइन्छ आफ्नो घरतिर